चरा देख्यौ तिमीले पात देखेर चरा देखेको This says no photos allowed. Okay. पूजा गुरुङ बर्ड कन्जर्भेसन नेपालबाट अनि यहाँ सबैजना आज यो हाम्रो 28औं वन्यजन्तु सप्ताहको दोस्रो दिन अनि हामी चाहिँ यो रुट र तपाईँको चाहिँ ग्रुप हामी यसैलाई युज गर्छौँ होइन छुट्याउँछौँ किनकि एउटै ग्रुपमा मिल्दैन त्यही भएर यो चाहिँ एकछिन त्योभन्दा अगाडि चाहिँ हामी चाहिँ आजको यो कार्यक्रमको लागि चाहिँ छोटो एउटा हाम्रो चाहिँ बर्ड वाचिङ चाहिँ शिवपुरीको सुरु भइसकेको छ। अनन्तजी खोइ अस्तिको त्यो तपाईँको हतियार यहीँ रहेछ नि ल। अस्ति फुल यार्डी भएन क्या युट्युबमा। ESD फुल यार्डी भएन। ल ठिक छ। ल ठिक छ। यहाँ त ट्रेकिङै हुन लागेको रहेछ त। ए हो र तपाईँले के भन्नुभयो उहाँलाई? चरालाई एकछिन कुर्नको लागि चाहिँ होइन भन्नको लागि हामीले चाहिँ उहाँलाई चाहिँ अनुरोध गरेको थियौँ। त्यो एभिएन सबटाइटल छ। तिमी त धेरै दिनपछि देख्यौ नि आज। कति 5 महिना 6 महिना? शनिबार पनि कुन चाहिँ कलेज खोल्छ? आज शनिबारमा आयो नि आज नागार्जुन कलेज खुलिरहेको छ यो पनि काइन्ड अफ। अनि तिमीलाई त हामीले गुर्जे भन्ज्याङमा भेट्यो है? फर्स्ट भेट है? यता हाम्रो कृष्ण सर। हजुर हाम्रो कहाँ भेट भएको रे? हाम्रो उता होइन हामी जस्ट भेट भएको ल यी नानीहरूलाई पनि हामीले गुर्जे भन्ज्याङबाट भेट्यो है? ल है यो प्लस ऊ पनि ल। भर्खर भाइ
पहिला चाहिँ हामी यता बाटो जान्थ्यौँ धेरैचोटि यता गएको यसपालि चाहिँ हामी नागी गुम्बातर्फ यता जाँदैछौँ आजको एउटा देखेको एउटा चराको नाम भन नि चराको नाम चाहिँ एउटा नाम हेरेर भन्छु ल होइन अहिले देखेको तिमीले अहिले भर्खर त्यहाँ तल कुन चाहिँ देख्यो जुन भयो नि ठ्याक्क माइन भेट मिनी भेट मिनी भेट देख्यो अनि त्यहाँनिर तिमीलाई निल टावर पनि निल देख्यो टावर एउटा निल टावर हो निल टावा किताब ल्याएको अनि अर्को ग्रे हेडेड वुडपिकर देखियो एउटा हो ल ल तिमीले के देख्यो त चराको एउटा नाम मैले चाहिँ यसबाट चाहिँ फर्स्ट टाइम मैले देखेको भनेको चाहिँ निल टावा ब्युटिफुल कस्तो राम्रो कलर त्यो मिठो मलाई चाहिँ सबभन्दा राम्रो लाग्यो ग्रेट ल अहिले आज देखा चराको एउटा नाम भन त ग्रे हेडेड वुडपिकर हेडेड ल गुड ल प्रगति यो कुन सर यो के खिच्नु भयो त सर आज मैले एउटा अलि राम्रो खिचेको भनेको ब्लू थ्रोटेड के अरे बार्बेट होइन सुन्न चाहिने अब यो के अरे गोल्डन थ्रोटेड बार्बेट चाहिने होइन देखेर अनि अर्को एउटा चाहिँ नि व्हाइट थ्रोटेड बिर्सेँ मैले लगभग हामी फर्केको दाइ अब हो र कताबाट भर्याङबाट गएको कि माथि नागीसम्म गएर गुम्बासम्म गएर एकछिन बसेर बिस्तारै बिस्तारै हेर्दै ल त ल ठिक छ ढिलोमा चाहिँ हामी नै रहेछ यताबाट पनि नागी गुम्बा नो इन्ट्री कृपया मन्दिरमा प्रवेश निषेध छ के हो त कोभिड टाइम रहेछ कोभिड टाइम चाहिँ टुगेदर लेट अस रिभाइभ द नेचर प्लिज डु नट लिटर तिमी पनि फर्किया हो फर्किसक्यो ए ल धन्यवाद दुई घन्टा 3 घन्टा हिँड्यो त्यति घन्टा हिँडेर नागी गुम्बा बल्ल पुग्यो के गुम्बा रहेछ नागी गुम्बा अनि फर्स्ट टाइम आएको हो यो फटाफट हिँड्ने मान्छेलाई चाहिँ नि 1.5 घन्टामै पुग्छ नभए ठिक छ बल्ल बल्ल पुग्यो धेरै पछि आएको यो नागी गुम्बा 5 वर्ष जति पछि हो धेरै भन्नाले नागी गुम्बाको सेरोफेरो
गुम्बाको सेरोफेरो लिनुभएको रहेछ हामी पनि आएको छौँ त्योभित्र छौँ पसिना पनि निस्क्यो हिँड्यो आज प्लिज बी साइलेन्ट यिनीहरू 3 जना कतिजना है 4 जना पनि हो अब चाहिँ यो बहिनीहरू चाहिँ बिर्सँदैन हामीले किनभने लोनागी गुम्बा एकचोटि मात्रै भेदभाव अलिक टाकुक्रा भएर गयो भने चाहिँ मतलब हुँदैन फाइनली हामी गुम्बा आइयो भने त नानी यहाँ जाने हो त्यहाँ बस्ने ठाउँमा बसौँ पहिला हिमालतिर मात्र हुन्छ नि त यस्तो खास अर्चना गुड मोबाइल आज धेरै बिजी भएको छ होइन रमाइलो लागिरहेको छ कि छैन भने नि हो हो र मलाई चाहिँ आनन्द इन्जोय भइरहेको छ ओह्रालो झर्दा